धेरै दिनपछि आज उत्तरायणी नि घुम्यो र त्यहाँको सनसेट हेर्न साथसाथै बन्दीपुरको मिठो चाउमिन नि खाइयो। अलराइट गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै। आज चाहिँ हामी रेडी भएर आन्टीको घरबाट बाइक लिएर म अनि साथी घुम्न जानु। पहिला त हामी बागाचोक हुँदै बन्दीपुर पुगेर एउटा होटलमा गएर नि केही भएन, जबकि हामीले त्यहाँ गएर चाउमिन नै पायौँ। त्यही भएर हामी होटलबाट फर्किनु पर्यो। त्यसपछि हामी उत्तरायणीतिर घुम्न जान लाग्यौँ। बन्दीपुरबाट उत्तरायणी त्यति पर पनि छैन, बाइकमा गयो भने 10 मिनट जति मात्र लाग्छ। 10 मिनट पछि फाइनली हामी उत्तरायणी पुगेर हेर्दा त अरू मान्छेहरू नि घुम्न आएको रहेछ। बाइकबाट हामीले अगाडिको भ्यू पनि खतरा देख्यौँ। अब भ्यू मात्र देखेर भएन क्यारे, त्यही भएर हामीले फोटोज भिडियोज पनि त्यहाँ सुट गर्यौँ। यो ठाउँ फोटोज भिडियो सुट गर्नको लागि मात्र नभई डेटिङ पिकनिकको लागि नि पर्फेक्ट ठाउँ। अब हाम्रो त कोही छैन नि, हजुरहरूको गर्लफ्रेन्ड अथवा बोयफ्रेन्ड छ भने यहाँ डेटिङको लागि आउन साथसाथै साथीहरूसँग पिकनिकको लागि नि आउन सक्छ। त्यसपछि हामी सनसेटको भ्यू हेरी बन्दीपुरको एउटा होटलमा गएर केही छिनपछि त्यहाँको दिदीले चाउमिन नि ल्याइदिनु भयो अनि हामीले मजाले खाएर सकायौँ र पेमेन्ट गरी घरतिर फर्किन लाग्यौँ। फर्किने बेला फेरि रोड साइडको ठेलानिर गएर पानीपुरी खान गयौँ। त्यहाँ नि पानीपुरी नभएर चटपटी खाएर फर्किने बेला फेरि पुरै साँझ परिसक्यो। त्यही भएर साथीले बाइकलाई एकदम रफ्तारमा कुदाउँदै हामी घर। आजको लागि यति नै, बाई बाई, सी यू गाइज। अनि यो मेरो न्यू च्यानललाई सबैजनाले सब्स्क्राइब गर्नु होला।